हेलो फ्रेन्ड्स, इट्स मी पञ्चबहादुर तामाङ। हेलो साथी, नमस्कार। म हो तपाईँहरूको साथी पञ्चबहादुर तामाङ। आज म तपाईँहरूमा एउटा भिडियो बनाउँदैछु साथीहरू। अहिले हामी रामपुर जाँदैछौँ साथीहरू, पाल्पाको रामपुर। हामी तानसेनबाट चाहिँ आएको साथीहरू। तानसेनबाट अहिले हामी यता पिपल डाँडा आइसकेका छौँ र अब केही समयपछि नै हामी रामपुर जाँदैछौँ। रामपुरमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको शाखा कार्यालय छ, हामी त्यहाँ भिजिट गर्दैछौँ। र अहिले मसँग हुनुहुन्छ हाम्रो डाइनामिक एनर्जेटिक लिडर सुभाष गैरे सर हुनुहुन्छ र हाम्रो बहिनी पनि हुनुहुन्छ, वर्ष बहिनी। र हामी तीनजना छौँ र झन यहाँ आइपुगेको 1 घन्टा भइसकेको छ र अब खाजा खाइसक्यो र अब हामी चाँडै नै रामपुर जाँदैछौँ र रामपुरको हाम्रो शाखा कार्यालयको त्यहाँको लोकेसन पनि तपाईँहरूमा सेयरिङ गर्नेछौँ। तबसम्मको लागि यो हाम्रो भिडियो हेर्दै गर्नु होला। धन्यवाद। को नाम के भनेर नदी अहिले यति बेला हामी चाहिँ अब यो पाल्पा र स्याङ्जाको सङ्गम स्थल रामनदी धाममा छौँ। रामनदी धामबाट हामी हाइटबाट चाहिँ यसको दृश्य अवलोकन गरिरहेका छौँ र यसको चाहिँ एउटा विशेषता के हो त भन्दा यहाँबाट चाहिँ हामी उत्तर वाहिनीतर्फ बगिरहेको यो पवित्र शालिग्राम को एउटा भण्डार भनेर चिनिने विश्वमा एकमात्र ठाउँमा पाइने शालिग्राम शिलाको यो नदी कालीगण्डकी नदीको एउटा चाहिँ उत्तर वाहिनीतर्फ छौँ र यो नदी धार्मिक हिसाबले, पर्यटकीय हिसाबले, सबै हिसाबले चाहिँ अत्यन्तै एउटा ऐतिहासिक र अत्यन्तै मनमोहक छ। र यो एउटा चाहिँ पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखा, गुल्मी यता हाम्रो तनहुँ हुँदै देवघाटसम्म यो बगेको नदी चाहिँ, यहाँबाट बगेको नदी चाहिँ सबै समग्रमा हामीले भन्नुपर्दा यो हरिहर क्षेत्रलाई चाहिँ हामी विश्वको एउटा चाहिँ पवित्र धामको रूपमा चाहिँ लिन सकिन्छ। र यो एकदमै यहाँ हेर्दै गर्दाखेरि चाहिँ यहाँ एकादशीको दिन चाहिँ लाखौँ भक्तजनको चाहिँ यहाँ उपस्थित हुने गर्दछ। त्यस कारणले गर्दा पनि यो अत्यन्तै आफैमा पनि गरिमामय छ। त्यस कारणले गर्दाखेरि यो अवलोकन हाम्रा लागि चाहिँ एकदमै राम्रो पनि छ, एकदम स्मरण योग्य पनि छ हाम्रो पञ्च सरको भ्लगमा चाहिँ। त्यही भन्न चाहन्छु, सबैले यहाँ एकचोटि आएर दर्शन गर्नुहोला। सबैलाई जय कालीगण्डकी। थ्याङ्क यू। हुन्छ साथीहरू, हामी यो बिच बाटोमा देखिने यस्ता दृश्यहरू तपाईँहरूलाई देखाउनेछौँ। पक्कै पनि यो आजको भ्लग्स अत्यन्तै रोमाञ्चक हुनेछ साथीहरू। तपाईँहरूले यो भ्लग्सलाई अन्यसम्म हेर्नुहोला र लाइक, कमेन्ट, सेयर पनि गर्नुहोला। योभन्दा अगाडिको दृश्य पनि तपाईँहरूमा हामी देखाउनेछौँ। धन्यवाद। खास प्राय 1-1.5 घन्टामा पुगिन्छ नि त। साथीहरू, अहिले हामी यो रामपुरमा आइसकेका छौँ। म हजुरहरूले हाम्रो रामपुर कार्यालयको लोकेसन देखाउन चाहन्छु साथीहरू। हेर्नुहोस्, उतापट्टि भएको यो ठुलो बिल्डिङ छ। त्यो बिल्डिङ चाहिँ रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हो। त्यो ठुलो बिल्डिङको अगाडि यो रोड छ साथीहरू, रोड छ र त्यसको अगाडिपट्टि भएको बिल्डिङको फर्स्ट फ्लोरमा हाम्रो यो बिल्डिङ भनौँ न होइन, म बसिरहेको बिल्डिङ, यो बिल्डिङमा चाहिँ हाम्रो कार्यालय छ साथीहरू। हेर्नुहोस् है, सबै सेटअप भइसकेको छ। अब फर्निचरको सामानहरू आउन बाँकी छ र कम्प्युटर एसेसरिजहरू आउन बाँकी छ साथीहरू। हाम्रो लोकेसन यहाँ हुनेछ। रामपुर आसपासमा भएका जति पनि व्यक्तिहरू हुनुहुन्छ
तपाईँहरूलाई हामी बिमा सेवा प्रवाह गर्नको लागि यहाँ आएका छौँ। हजुरहरूले हाम्रो कार्यालयले भिजिट गर्नुहोला र रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले प्रदान गर्ने जीवन बिमाका सेवाहरू हजुरहरूले लिनुहोस् भन्न चाहन्छु। रिलायबल नेपाल लाइफले मार्केटमा ल्याएका प्रचलनमा ल्याएका प्रडक्टहरू राम्रा छन्। यी जीवन बिमा योजनाहरूबाट हजुरहरूले धेरैभन्दा धेरै लाभ लिन सक्नुहुनेछ र हजुरहरूलाई यी बिमा सेवाहरूबाट लाभान्वित होस् भन्ने हिसाबले हामीले हजुरहरूले घर नजिक हामीले रामपुर कार्यालय ल्याएका छौँ। सम्पूर्णले हाम्रो रामपुर कार्यालयलाई रामपुरमा आएर भिजिट गर्नुहोस् भन्न चाहन्छु। हाम्रो छोटो समयमा अब यहाँबाट कार्य सम्पादन हुनेछ। हेर्नुहोस् है, मैले हजुरहरूले लोकेसन दिइसकेको छु। हजुरहरूले के बुझ्नु पऱ्यो भने रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठ्याक्कै अगाडिको बिल्डिङ, त्यो बिल्डिङको फर्स्ट फ्लोरमा चाहिँ हाम्रो रामपुर कार्यालय रहेको छ। हेर्नुहोस् साथीहरू, अहिले हामी रामपुरको सहकारी चोकमा आइसकेका छौँ। यहाँ रामपुर सकोस टावर छ साथीहरू, होइन? रामपुर सकोस टावरको अगाडि यो एउटा बिल्डिङ छ साथीहरू है, ठुलो बिल्डिङ छ। यो कारको अगाडि देखेको बिल्डिङ, यो बिल्डिङको फर्स्ट फ्लोर हो साथीहरू है। यो फर्स्ट फ्लोरमा चाहिँ हाम्रो रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको कार्यालय छ साथीहरू है। हजुरहरूले मैले अहिले देखाइरहेको छु यो बिल्डिङको फर्स्ट फ्लोर हो साथीहरू है। अब हाम्रो बोर्ड साथीहरू, साइनबोर्ड लाइन बोर्ड भोलि पर्सि नै आउँछ साथीहरू है। हजुरहरूले यो भिजिट गर्नु होला र रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड रामपुर शाखालाई माया गर्नु होला साथीहरू। हजुरहरूको सेवाको लागि हामी पूर्ण रूपमा तत्पर रहेका छौँ।